दर्शकवृन्द नमस्कार। नेपाल भ्युजको यो आज स्पेशल स्ट्रिमिङमा तपाईँलाई स्वागत छ। हामी चाहिँ आज कुरा गर्न आएको छौँ, देखिसक्नुभयो जब खेम सर मसँग हुन्छन् त्यति बेला हामी कुरा गर्नेछौँ क्रिकेटको। र क्रिकेटको कुरा गर्दाखेरि सर CWC लिग 2 को भोलिबाट फेरि अर्को ट्राइनेसन सिरिज सुरु हुँदैछ हैन? सो कतिको एक्साइटमेन्ट छ सर, के चल्दैछ माहौल, थोरै त्यो विषयमा कुरा गरौँ। यसको भनौँ न एकदमै गजब छ। त्यो गजब किन भयो भने अहिले भर्खरै फेरि एक हप्ता अगाडि मात्रै एउटा सिरिज सक्यो, फेरि त्रिकोणीय सिरिज होइन, जसमा ओमान, युए र नेपाल थिए। त्यहाँ चाहिँ नेपालले घरेलु मैदानको एकदमै फाइदा उठाएर 4 खेलमध्ये 3 खेल जितेर महत्त्वपूर्ण 6 अङ्क बटुलेको छ होइन। त्यो 6 अङ्क चाहिँ नेपालको लागि सञ्जीवनी बुटी जस्तो हो क्या। किन यदि नेपालले गेम लुज गरेको भयो घरेलु मैदानमा, किनभने अब नेपालले अलि जो भोलिबाट सुरु हुँदैछ लिग, त्यो मात्रै हो बाँकी। यो 36वटा खेलमध्येमा जो अब खेल्न पर्ने हो, अब बाँकी रहने यो लिग पछिका 4 खेल पछिका जति पनि नेपालले खेल खेल्नेवाला छ त्यो विदेशी मैदानमा खेल्नेवाला छ। नेपाल घरेलु मैदानकै सिरिजहरू नेपालको यही अन्त्यमा होइन। यो सिरिज किन पनि महत्त्वपूर्ण छ भन्ने कुरामा थोरै भनिदिइहालौँ होइन। 2027मा वर्ल्ड कप खेल्नको लागि नेपालले डाइरेक्ट क्वालिफिकेसन ग्लोबल क्वालिफायर खेल्नको लागि अहिलेको जुन लिग छ जसमा 8वटा टिम छन् त्यसको टप 4मा पर्नै पर्छ। टप 4मा नपरेपछि नेपाललाई चाहिँ सङ्कट आउन सक्छ होइन। तर त्यसको अर्को एउटा बाटो छ, तर अहिले त्यो बाटोमा नजाउँ। त्यो भनेको प्ले अफ थ्रु जाने हो। त्यो सँगसँगै अहिले त नेपालको सिचुएसन यति खराब छ कि 8वटा टिममध्येमा नेपाल 7औं स्थानमा होइन। त्यहाँबाट कभर गरेर कम्तीमा 6औं स्थानसम्म त पुग्नै पर्नेछ। 6औं स्थानमा पुग्यो भने 6औंसम्म नेपालको ओडिआई स्ट्याटस कायम रहनेवाला छ। त्यही भएर भनौँ न यस्तो सङ्कटको बेला छ नेपाललाई कि यो घरेलु मैदानको जति सक्यो धेरै फाइदा उठाउनु। भनेको मतलब 4 खेल अब खेल्दैछ, 4मा 4 जित्यो भने गजब होइन। नभए 3टा त जित्नुपर्ने बाध्यता छ। तर अब जस्तो अहिले हामी जुन सिरिज गयो त्यो सिरिजको प्रदर्शनलाई आधार मान्ने हो। र अहिले जुन ए टिमसँग जुन अमेरिका र स्कटल्यान्ड झन् अहिलेको जो भोलिबाट सुरु हुने सिरिज हो, अमेरिका र स्कटल्यान्ड जुन अङ्क तालिकाको टप 2 टिम हुन्। अमेरिका पहिलो नम्बरमा छ, दोस्रोमा स्कटल्यान्ड होइन। यिनीहरूसँग खेल्ने जुन सिरिज छ, जुन खेलाडीसँग हाम्रा ए टिमका खेलाडीहरूले लगातार गेम हराइदिएछन्। आज पनि एउटा खेल छ अमेरिकासँग जारी छ होइन। 3 खेलले यसअघि नै जितिसकेका छन् क्या होइन। स्कटल्यान्डलाई 2टा खेलमा हराइसक्यो, अमेरिकालाई एउटा खेलमा हराइसक्यो नेपालको ए टिमले, अनि सिनियर टिम होइन फेरि ए टिमले होइन। अब त्यो टिम ए टिमले जुन प्रदर्शन मुलबानी मैदानमा देखायो, अब सिनियर टिमले त्रिवेणी मैदानमा कसरी गर्छ भन्ने चाहिँ अब जुन यो ए टिमको म्याचेसहरू चलिरहेको छ त्यसको पर्फर्मेन्सको बेसिसमा केही स्क्वाडमा पनि चेन्जेस आएको छ। एकदमै ईशान पाण्डे चाहिँ 6-7 वर्ष पहिले नेपालको लागि T20 आई खेलिसकेका खेलाडी हुन्। ओपनरको रूपमा धेरै प्रयोग हुँदाखेरि उनी चाहिँ टिममा थिए। तर 3-4वटा 4वटा खेल मतलब मेबी 4वटा मात्र खेल खेलिसकेपछि त्यति सफल नभएपछि उनी चाहिँ ब्याक भयो। अब त्यसको बिचमा उनले MBBS पनि सके। त्यो MBBS सक्ने नाममा पनि उनी बिचमा गायब जस्तो देखे। तर जब फेरि NPL सुरु भयो, घरेलु खेलहरू जस्तो PM कप हुन्छ होइन, यिनीहरूमा फेरि आएर उनले PM कप, घरेलु अब NPLमा र अहिलेको ए टिमबाट खेल्दाखेरि जुन प्रदर्शन देखाए, त्यो प्रदर्शनले उनलाई फेरि राष्ट्रिय टिमसम्म ओडिआईको लागि ल्याइसकेका छ। अब उनले कस्तो प्रदर्शन गर्छन् त्यो चाहिँ हेरौँ। ईशान पाण्डेको कुरा गर्दाखेरि चाहिँ ठ्याक्कै याद आयो कि ईशान पाण्डे कुनै बेला पारस खड्काको ओपनिङ जोडीको रूपमा खेल्थे। सो भनेपछि जुन एउटा स्टेबिलिटी टिममा ल्याउन पारस खड्काले जसरी हेल्प गर्थे त्यो क्षणक हामीले ईशान पाण्डेमा नि पाउन सक्छौँ। अब नेपालको हामीले ब्याटिङ हेऱ्यौँ भने जस्तो अहिले भर्खरै गएको जुन सिरिज छ त्यस्तो उम्दा ब्याटिङ गरेको चाहिँ होइन दिपेन्द्र सिंह एरी बाहेक होइन। र अरू ब्याटरले त्यस्तो गजब गरे यहाँ भयङ्कर गरे। एउटा खेलमा त हुनलाई 94 रन आसिफले पनि बनायो होइन। कुशल भुर्तेलले मौकै पाएनन् होइन। अर्जुन कुमार जुन डेब्युटेन्ट थिए उनले चाहिँ एउटा खेलमा 11 रन जति बनायो, अर्को खेलमा 46-47 रन बनाए होइन। 46 रन बनाए। उनी चाहिँ अर्धशतकको नजिक पुगेर क्याच आउट भयो स्लिपमा। भनेको मतलब ब्याट्सम्यानहरूको गजब देखिएको छ नि। तल बलरहरूले नै नेपाली खेललाई जिताइरहेको छन्। त्यो फेरि बलिङमा चाहिँ नेपालको परम्परागत बलियो नै पक्ष हो, ब्याटिङ कमजोर नै पक्ष हो। तर अब बलिङ सँगसँगै ब्याटिङ पनि सुधार गर्नुपर्ने छ। जस्तो अन्तिम खेलमा अमेरिकासँग खेलमा
उसले हाम्रो यो गुलसन झाले 5 विकेट लग्यो होइन यो गएको सिरिजमा गुलसन झाले नियमित खेलिरहेछन् होइन जुन दिनबाट नेपाली टिममा आयो उनी चाहिँ एकदमै कन्टिन्यू खेलिरहेछन् उनी चाहिँ बाहिरभित्र हुनु परेको छैन उनी त्यो हिसाबमा लक्की छन् तर मैदानमा उनले T20मा त्यति राम्रो नदेखाए पनि ओडिआईमा चाहिँ नेपालको लागि महत्त्वपूर्ण फेजमा महत्त्वपूर्ण प्रदर्शन गर्दै आइरहेछन् ब्याटिङबाट बलिङबाट उनी चाहिँ ओडिआईको लागि ग्रेटेस्ट नेपाली अलराउन्डरको दर्जामा चाहिँ छन् अब यो जुन चेन्जेस आयो होइन यो चोटिको जुन भर्खरै सकेको हामीले ओडिआई सिरिजको लिग 2 कै कुरा गर्ने हो भने पनि त्यसमा विनोद भण्डारीले अर्धशतक पनि प्रहार गरे होइन यस्तो छ अब यो कस्तो भयो भने विनोद भण्डारी घरेलु प्रतियोगिताहरूमा एनपिएल पिएम कपमा यिनीहरूमा एकदमै गजब प्रदर्शन गर्दै आइरहेको थिए दुईटै एनपिएलका दुईटै सिजनमा राम्रो प्रदर्शन पिएम कपमा राम्रो प्रदर्शन तर उनको उमेरको कारणले टिममा ल्याउने हिम्मत चाहिँ गरिएको थिएन कमब्याक गराउने हिम्मत गरिएको थिएन होइन लामो समय टिमभन्दा बाहिर थियो तर यो पटक क्यानमा भनौँ छनौट समितिले कोचले के अलिकति हिम्मत के देखायो भने प्रदर्शनको आधारमा चाहिँ टिममा ल्याउनुपर्छ भन्ने हिसाबले उसलाई विनोद भण्डारीलाई फेरि कमब्याक गराइयो त्यो पनि राम्रै पक्ष हो होइन अर्को कुरा अर्जुन कुमार चाहिँ राष्ट्रिय टिममा कहिले आउँछन् भन्ने कुरा लामो प्रतीक्षा गर्नु पऱ्यो कि किनभने उनले उमेर समूहदेखि नै राम्रो प्रदर्शन गरेका थिए उमेर समूहमै उनले आफ्नो प्रतिभा देखाइसकेका थिए उनी चाहिँ राष्ट्रिय टिममा आउन लायक भइसकेका थिए होइन घरेलु प्रतियोगिताहरूमा पनि पिएम कपमा पनि लगातार 2 सिजन सबभन्दा बढी रन हान्ने खेलाडी भइसकेका थिए त्यति गर्दाखेरि पनि अझ पनि त्यो सुरुमा भनौँ न यो ओडिआईको लागि सुरुमा टिम बनाउँदाखेरि उनी थिएनन् त्यसमा होइन तर जब नेपाल एबाट फेरि खेले यो अहिले गएको सिरिजमा अहिले नेपाल क्यानले के गरिरहेछ भने खेलाडी एकदम इन्गेज गराइरहेछ कि ए टिम बनाएर पनि खेलाडीहरूलाई खेलाइरहेछ उनीहरू प्रदर्शन हेरिरहेछ होइन त्यहाँ पनि राम्रो गरिसकेपछि अब अर्जुन कुमारलाई रोक्न सक्ने अवस्था थिएन उनी आए टिममा होइन अहिले पनि उनी चाहिँ यो सिरिजमा पनि छन् अघिल्लो सिरिजमा उनले डेब्यू गरे यो सिरिजमा पनि छन् अब मौका कति पाउँछन् भन्ने कुरा छ अब उनलाई मौका दिँदाखेरि कुशल भुर्तेल अथवा आसिफलाई बाहिर तर अस्ति एउटा फेरि गजब प्रयोग गरियो होइन जुन खेलमा उनले 46 रन बनाए त्यसमा उनलाई 3 नम्बरमा खेलाइयो कि ओपनिङ उनी चाहिँ पूर्व ओपनर हुन् तर 3 नम्बरमा पनि खेलाइयो 3 नम्बरमा पनि खेल्न सक्छन् भन्ने चाहिँ देखियो तर त्यो 3 नम्बरमा खेले पनि खेलको सिचुएसन चाहिँ ओपनिङ टाइपको थियो किनभने विनोद भण्डारी डग आउट भएपछि खेल्न मैदान आइपुगेका थिए उनले आसिफसँग गजबको पार्टनरसिप गरे 122-23 रनको जुन दोस्रो विकेटको लागि त्यो ठुलो साझेदारी पनि थियो त्यसले गर्दाखेरि पनि नेपालले त्यो खेलमा 156-57 63-64 रन 263-64 रन बनाएको थियो त्यो आसिफ र अर्जुन कुमारको जुन पार्टनरसिप भयो त्यसले नै त्यहाँसम्म पुग्यो नेपाल अनि तर यो जुन चेन्जेस एक्सपेरिमेन्ट भइरहेछ होइन ओपनिङ प्लेयरलाई लिएर यो एक्सपेरिमेन्ट हुँदा पनि स्ट्राइक रोटेसनमा अझै अलिकति समस्या देखियो त्यो त अब टेक्निकको कुरा गर्ने हो भने खेलाडीमा कस्तो छ भने नेपाली खेलाडीहरू 1 रन 2 रन लिने नै छैन कम देखिन्छन् कि चौका छक्कामा बढी निर्भर छन् होइन त्यो भनेको खास ओडिआईको लागि उपयुक्त टेक्निक होइन त्यो T20को लागि ठिक हुनसक्छ बल थोरै खाने चौका छक्का हान्ने जस्तो अहिले आइपिएल चलिरहेछ नि त त्यहाँ 230-35 रनको रन पनि केही पनि होइन भने जस्तो छ कि त्यहाँ 264 पनि चेन्ज भयो होइन भनेपछि त्यहाँ पहिलो बलदेखि नै हान्ने सुरु हुन्छ T20 फर्मेटमा तर ओडिआई त्यस्तो होइन ओडिआई भनेको के हो भने अलि लामो फर्मेट खेल हो यसमा अलिकति प्यासन चाहिन्छ टेक्निक चाहिन्छ होइन र बल हामीसँग 300 बल हुन्छ कि 300 बल फेस गर्नुपर्ने हुन्छ होइन 50 ओभर खेल भनेपछि अब त्यो 300 बल खेल्नको लागि अलिकति प्यासन चाहियो त्यसको लागि टुकटुक खेलेर पनि भएन होइन स्ट्राइक रेट पनि चाहियो किनभने अहिले मोडर्न खेलमा कस्तो भइसक्यो क्रिकेटमा कस्तो भइसक्यो भने 400 रनभन्दा बढी पनि हान्ने ओडिआईमा त्यस्तो हुन्छ नि त उनीहरूलाई धेरै पहिला 436 रन 35 रन पनि चेन्ज भएको छ होइन अस्ट्रेलिया र साउथ अफ्रिका त्यो चाहिँ वान अफ द ग्रेटेस्ट ओडिआई गेम भनिन्छ होइन तर सधैँ त्यस्तो हुँदैन सबै पिच त्यस्तो हुँदैन तर ओडिआईको अहिले एभरेज स्कोर भनेको 300 को हाराहारी हो क्या त्योभन्दा तलको स्कोरलाई हामी त्यति राम्रो मान्दैनौँ अहिले पनि होला यहाँ पिच सधैँ पिच त हाई स्कोरिङ नहुन सक्छन् तर सामान्यतया 6 को रन रेटको आसपासमा चाहिँ 5.5 6 को आसपासमा चाहिँ बन्नु पऱ्यो क्या रन त्यसको लागि त के हो भने स्ट्राइक रोटेट हुनु पऱ्यो त्यो भनेको 1 रन 2 रन 1 रन 2 रन चाहिँ भइराख्नु पऱ्यो डट एकदम कम खेल्नु पऱ्यो क्या डट बल खेल्ने तर अनि 1 ओभरमा 1वटा चौका हान्ने 5 डट खेल्यो भने त रन त 4 बन्यो तर एउटा चौकाले चाहिँ जोखिम त बढायो नि त आउट हुने होइन ल एउटा ओभरमा एउटा छक्का हान्यो अरू बल डट खेल्यो 5 बल डट खेल्यो रन त 6 बन्यो एउटा छक्काबाट एउटै बलबाट 6 रन बनिसक्यो अरू 5 बल त डट खेलेर खेर गयो तर त्यो छक्का हान्ने चक्करमा आउट पनि त हुन सक्दैन जस्तो हो आसिफ
94 रन बनाएको बेला आउट भयो छक्का हान्ने चक्करमा होइन त्यो सेन्सिबल थिएन उनको दिमागमा के थियो थाहा छैन मलाई होइन उनको दिमागमा म छक्का हानेरै मेरो शतक पुरा गर्छु भन्ने थियो होला तर त्यस्तो भएन यो हिरोइजमा चाहिँ होइन क्या जाने उनले 1 रन 2 रन लिएर आफ्नो शतक पनि पुरा गर्न सक्थ्यो उनी यदि आउट हुन्थेनन् भने त्यो दिन 263 होइन 290 को हाराहारीमा पुग्न सक्थ्यो नि त खेल हो 200 किनभने त्यो दिन 256 बनाएको थियो नेपालले 56 हो त्यो 280 90 को स्कोरमा गइदिएको भए त ठिकै अझ बेटर हुन्थ्यो त्यो भने अहिले 20 ओभरको खेलमा 200 रन सामान्य बनिरहेको बेला 50 ओभरको खेलमा 256 रन त्यो ठुलो बिग डिल नै भयो क्या त्यो ठुलो स्कोर नै होइन तर त्यही पनि अपोनेन्टलाई चाहिँ हाम्रा बलरहरूले रोकिदिए सजिलै त्यो एउटा कुरा भयो तर त्यो ठुलो स्कोर चाहिँ थिएन क्या अब जब कि एउटा पार्टनरसिप 123 रनको लागेको छ एउटा खेलाडीले 94 रन बनाएको छ ओपनरले एउटा अर्को खेलाडीले 46 रन बनाएको छ त्यस्तोमा त 280 को 290 को हाराहारीमा जानु पर्थ्यो नि त गएन क्या किन गएन भने जब विकेट खस्न सुरु भयो नि त नेपाल जान सुरु भएपछि कोल्याप्स हो क्या फेरि जुन त्यो दिपेन्द्र सिंह अहिले चाहिँ यो गएको सिरिजमा एकदम एक्सलेन्ट होइन उनको बलिङ ब्याटिङ अब उनी त 3D नै भन्छौँ हामी 3D प्लेयर नै भन्छौँ होइन उनको फिल्डिङ बलिङ ब्याटिङ अहिले उनकोलाई भाइस क्याप्टन बनाइसकेपछि उनमा चाहिँ आज अब यो रोहित अझै पनि क्वेसनेबल छन् हाम्रो क्याप्टन उनको कुनै त्यस्तो राम्रो प्रदर्शन आएको छैन एउटा खेलमा 42-43 कति रन बनाए जस्तो लाग्छ मलाई 4 खेलमध्ये अरूमा साह्रै निराशाजनक प्रदर्शन छ उनको यो निराशाजनक प्रदर्शन हुन लागेको धेरै भइसक्यो क्याप्टन नै टिममा बोझ बन्नु हुँदैन क्याप्टन चाहिँ अगाडि आउनुपर्छ के अलिकति प्रेसरमा खेलेको जस्तो पनि महसुस भइरहेछ त्यो त यो स्वाभाविक हुन्छ विश्वमा ठुल्ठुला क्रिकेट खेलाडीहरू छन् ब्याट्सम्यानहरू छन् उनीहरूको डाउनफल आउँछ तर फेरि आफूलाई उनीहरूले फेरि पुनर्जागरण गर्छन् होइन पुनरुत्थान गर्छन् आफ्नो खेलमा त्यसका लागि उनले मेहनत गर्छन् ती खेलाडीहरूले कहाँ जाने हो के एकाडेमीमा गएर खेल्ने हो घरेलु खेल्ने हो कोचसँग लिने हो के गर्ने हो होइन किनभने मेन्टल्ली कुरा पनि हो फिजिकल्ली कुरा पनि हो टेक्निकल कुरा पनि हो नि त खेल त म हान्छु भनेर मात्र हरेक बललाई हान्ने ढङ्गले सोच्यो भने हुँदैन म चाहिँ यार मैले मेरो ब्याटबाट रन बनिरहेको छैन मैले आज चाहिँ राम्रो खेल्नुपर्छ भने पहिले प्रिमाइन्ड प्रेसर ल्याएर आएपछि झन् गल्ती हुने सम्भावना बढ्छ जब गल्ती हुन्छ आउट भइन्छ बन्दैन जस्तो हो बाबर आजम T20 ODI र टेस्टमा तिनटैमा ऱ्याङ्किङ नम्बर 1 भएको खेलाडी लगातार 5-6 वर्ष लाग्यो फेरि शतक बनाउन नेपालसँग अन्तिम शतक बनाएको थियो फेरि पछि गएर कुनै त्यस्तै सानै एउटा टिमसँग शतक बनायो बाबर आजम जस्तो खेलाडी होइन वान अफ द ग्रेटेस्ट मानिन्छ ब्याट्सम्यान बाबर आजम उनलाई चाहिँ समस्या भयो होइन त्यही पनि 6-7 वर्ष जति समस्या भयो उनलाई त्यो एक त प्रेसरले पनि भयो दोस्रो प्रेसर झेल्न सकेन उनले त्यही भएर हामीले रोजलाई प्रेसर कति दिने त्यो एउटा कुरा भयो तर जब तिमी राम्रो खेल्दैनौ तिम्रो टिममा स्थान छैन भन्ने हिम्मत चाहिँ छनौट समितिमा हुनुपर्छ जुन दुईटा स्क्वाड हामीले अनाउन्स गर्यौँ त्यसले पनि अलिकति देखाएको जस्तो पनि अलिकति जस्तो होइन हो नि त T20 लाई र ओडिआईको लागि डिफ्रेन्ट क्याप्टन दुईटा क्याप्टन बनाइयो स्क्वाड त फरक पहिले पनि बनाइन्थ्यो होइन अहिले क्याप्टन दुईटा बनाइयो अब यो कुरा गर्दाखेरि हामी दिपेन्द्र त अलराउन्ड पर्फर्मेन्स भइहाल्यो जहिले पनि जुन फर्मेटमा पनि आरिफको पनि एकदम इम्पोर्टेन्ट रोल भइरहेको जस्तो लाग्यो मलाई एकदम गजब यो आरिफको कुरा कस्तो छ भने हजुर पहिला आरिफलाई ओडिआई खेलाडी मात्र मानिन्थ्यो होइन र उनलाई T20 मा राखिँदैन किनभने उनले छक्का हान्न सक्दैनन् भन्ने चाहिँ एउटा पर्सेप्सन थियो तर त्यो उनले एकदम छैन अस्ति पनि 22-23 बलमा एकदम यस्तो हिडिङ गर्यो 42-43 रन हाने होइन छक्का हान्ने चौका हान्ने उनको एबिलिटी चाहिँ एकदम आफूलाई इम्प्रुभ कुनै खेलाडीले अहिले गरिरहेको देखिन्छ भने त्यो आरिफलाई देखिन्छ किनभने ऊ अन्डर रेटेड छन् उनी कति चर्चामा आउँदैनन् होइन तर आफ्नो काम चाहिँ उनले सधैँ गरिरहेछन् होइन टिमलाई उनले जति सक्यो धेरै योगदान सधैँ दिइरहेछन् अझ उनी त एउटा उपयोगी लोवर फास्ट बलर पनि हुन् होइन तर उनलाई त्यति उपयोग गरिँदैन अहिले फास्ट बलिङमा गरिरहेको छैन तर त्यो पनि गर्दैछन् उनी अलराउन्डरकै ठाउँमा छन् तर उनले T20 मा छैनन् भन्ने थियो पहिला तर पछि उनले T20 मा पनि आफूलाई अब्बल देखाइरहेको छन् त्यो ठाउँमा आएर र जब विकेट जान्छ एकदम 5औं-6औं नम्बरमा ब्याटिङ गर्न आएर टिमलाई इस्टाब्लिसिस दिन पनि उनको एकदम महत्त्वपूर्ण भूमिका देखिन्छ अब अहिले ईशान पाण्डे आएपछि अब मिडल अर्डर अलिकति बलियो हुन्छ जस्तो भीम सार्कीको पनि अलिक चलिरहेको छैन होइन गाह्रो छ नि त अस्ति भीम सार्कीलाई नै बाहिर राखिदिएर अर्जुनलाई 3 नम्बरमा खेलाएको होइन अब नामको पछाडि होइन क्या मैदानमा प्रदर्शन कस्तो गर्यो त्यसले चाहिँ म्याटर गर्छ अब अघि मैले यही जोड्दै थिएँ जब ईशानलाई एन्ट्री गराइयो बसेर बाहिर राखेको छ यो डिसिजनले चाहिँ कति इफेक्टिभ होला जस्तो लाग्छ होइन यस्तो बसिर चाहिँ मलाई लाग्छ अनलकी भए पालि किनभने बसिरले सधैँ
घरेलु प्रतियोगितामा र इन्टरनेसनल प्रतियोगितामा जति उनले मौका पाउँछन् उनले आफूलाई देखाएर अलि प्रमाणित गरिरहेको थिए। तर उनको गएको सिरिज यो युए नेपाल र ओमान भएको जुन त्रिकोणीय सिरिज थियो त्यसमा त्यति राम्रो प्रदर्शन हुन सकेन होइन। र त्यसले गर्दाखेरि अहिले ईशान पाण्डेलाई ल्याइयो, उनलाई चाहिँ बाहिर राखियो होइन। यो एउटा सिरिजबाट बाहिरभित्र हुँदैन, त्यति धेरै हुँदैन। उनले चाहिँ अर्को फिल्डहरूमा आफूलाई प्रमाणित गर्यो भने मलाई आउँछन् जस्तो लाग्छ। तर नेपालको समस्या कहाँ हो भने टिममा अहिले पनि स्क्वाड 15 सदस्य हेऱ्यो भने हाम्रो चाहिँ 12-13 जना चाहिँ बलिङ गर्न सक्छन् क्या। यो चाहिँ अलिकति सोच्नुपर्ने, यो धेरै अलराउन्डर बनाउने चक्करमा चाहिँ जानु भएन क्या, विशेषज्ञ बनाउनु पऱ्यो क्या। एउटा टिममा 5 जना पर्फर ब्याटर हुनु पऱ्यो, 4 जना पर्फर बलर हुनु पऱ्यो, 1 जना चाहिँ अलराउन्डर हुनु पऱ्यो क्या। एकजना अलराउन्डर हुनुभयो, 1 जना विकेट किपर भइहाल्यो। अब विकेट किपरको कुरामा हाम्रो के छ भने हाम्रो पर्फर ब्याट्सम्यान नै विकेट किपर हो। विनोद भण्डारी पनि आसिफ पनि, त्यहाँ चाहिँ हामीले फाइदा छ होइन। दुईवटा ओपनर हुन्, त्यहाँ हामीलाई समस्या छैन नि त। जस्तो अहिले हामीले विकेट किपरलाई 5औं 6औं नम्बरमा ब्याटिङ गर्न ल्याउने टाइपको विकेट किपर भइदिएको भए हामीलाई ब्याट्सम्यानको अलिकति प्रेसर हुन्थ्यो होला। तर हाम्रो ओपनर नै आउने भयो भने विकेट किपरको जुन ठाउँ भूमिका छ, हामी दुईवटा अलराउन्डर खेलाउन सक्ने अवस्थामा छौँ। त्यसका लागि दुईवटा अलराउन्डर खेलाउन सक्छौँ भने 4 जना पर्फर बलर, 5 जना पर्फर ब्याट्सम्यान होइन, 5-4-9 भयो, 2 जना अलराउन्डर खेलाएर यति खेलाए हुन्छ क्या। तर हाम्रो कस्तो छ भने 7-8 जना चाहिँ अलराउन्डर हुन्छ क्या। त्यसले चाहिँ टिमको कम्बिनेसन त्यति राम्रो देख्छ होला। त्यो बलिङ गर्दाखेरि फ्लेक्सिबिलिटी चाहिँ देखिन्छ, जसलाई पनि उपयोग गरौँला। तर ब्याटिङ हाम्रो परम्परागत कमजोरी हो। ब्याटिङ नै स्ट्रङ गराउनु पर्ने बेला बलिङमा धेरै फ्लेक्सिबिलिटी खोज्नु चाहिँ राम्रो हुँदैन। जस्तो कुशल भुर्तेलको कुरा गरौँ न। कुशल भुर्तेलको जुन दिनबाट उनको बोलिङ चल्यो, उनको ब्याट जस्तो भयो कि, किनभने विशेषज्ञ चाहिँ बनाइएन कि। उनलाई त्यो अर्को पनि भूमिका दियो। त्यसपछि के भयो भने खेलाडीहरूमा कस्तो हुन्छ भने माइन्डसेटको कुरा, ल म बोलर हो, म ब्याट्सम्यान हो, दुइटै हो होइन। मैले मैदानमा गएर ब्याटिङबाट 0 रन बनाएँ, तर मैले बलिङबाट 4-5 विकेट लगाएँ भने मेरो त्यो टिममा स्थान बन्छ भन्दैन। तर एज अ खेलाडीले के सोच्छ भने मैले मेरो ब्याटिङ नचल्ने के भएर मैले बलिङबाट त गजब गरेँ। जस्तो म त्यस्तो एउटा इन्टरनेसनल खेलाडीको म उदाहरण दिन्छु क्या। स्याम अयुब पाकिस्तानको खेलाडी, युवा ब्याटर होइन, ओपनर ब्याटर, बायाँ हातै। उनले चाहिँ पिएसएलमा एकदम राम्रो प्रदर्शन गरिसकेपछि टिममा आए। अस्ट्रेलियामा गयो, अस्ट्रेलियामा शतक बनाए, एकदम चर्चा बढी भयो। वेस्ट इन्डिज गयो, के अरे यो साउथ अफ्रिका गयो, त्यहाँ पनि शतक बनाएर आयो, एकदम चर्चा। तर एसिया कपमा आउँदाखेरि के भएन त, ब्याटिङ कति मलाई लाग्छ 6 खेलमा लगातार डकआउट भयो। तर बोलिङबाट चाहिँ 3-4 विकेट चाहिँ लगिरहेको थियो। तर त्यसपछि के भयो थाहा छ, उनी चाहिँ टिमबाट बाहिर राखियो क्या। भने मतलब के भने ब्याट्सम्यानको रोल ब्याटिङै गर्ने हो क्या। बोलिङ गर्ने त छ नि त अरू, कि बोलर भनेर आउनु पऱ्यो होइन, ब्याट्सम्यान भनेर आइसकेपछि त ब्याटिङ नै गर्नु पऱ्यो कि। कुरा त्यो हो। अब जुन अब भोलिबाट स्कटल्यान्डसँगको हाम्रो सिरिज सुरु हुँदैछ होइन, स्कटल्यान्ड र जुन हाम्रो युएसएसँग नेपाल ए स्क्वाडले खेल्यो, त्यो पर्फर्मेन्स हेर्दाखेरि त नेपाल ए स्क्वाड अलिक बलियो देखिएको हो कि या होम ग्राउन्डको फाइदा उठाएको देखिन्छ? यसलाई दुई किसिम हेर्नु। एउटा मुलपानीको मैदानमा चाहिँ विदेशीहरूले खेल्न बडा गाह्रो छ, त्यहाँ त्यति रन बन्दैन। मुलपानी मैदानमै हो, मलाई चाहिँ सन्दीप लामिछानेले 6 विकेट लगेर 10-12 रन कतिमा अलाउड गरिदियो, एउटा वर्ल्ड रेकर्ड नै छ। मुलपानी मैदानको एउटा चाहिँ त्यहाँ हो, त्यहाँ स्पिनर बोलरहरू एकदमै घातक हुन्छन् होइन। अहिले पनि स्पिनरले जस्तो युवराज खत्री, यो ए टिमबाट नेपालले जुन गेम जितिरहेछ नि, त्यो युवराज खत्री स्पिनर छन्, एकजना युवा, उनको प्रदर्शन बडा गजबको छ होइन। त्यसले पनि भएको हो भन्ने मलाई लाग्छ। त्यो मैदानको कन्डिसनमा उनीहरूलाई गाह्रो भयो, त्यही ठ्याक्कै चाहिँ त्रिवेणीमा आउने वाला छैन, त्यो चाहिँ क्लियर छ। तर हामीले बुझ्नुपर्ने यसको पोजिटिभ कुरा के हो भने हाम्रो बेन्च स्ट्रेन्थ बढाउने भन्थ्यौँ नि हामी हो। अहिले यो ए टिम बनाएर जो खेलाउँदाखेरि हाम्रो बेन्च स्ट्रेन्थ चाहिँ बढाएको छ। जबकि एउटा पर्फर सिनियर टिम बाहिर छ, अर्को एउटा जुनियर टिम हो नि त ए टिम त होइन। त्यसले पनि एउटा सिनियर टिमलाई, त्यही पनि टेबल टपका 2 टिमलाई लगातार हराइरहेछ क्या, लगातार हराइरहेछ भने त त्यही पनि फेरि नयाँ नयाँ खेलाडी तीर्थराज दास होस् होइन, यिनीहरू ब्याटिङबाट पनि चम्किरहेछन् होइन। त्यसले गर्दा ईशान पाण्डेले राम्रो गरे, सन्दीप जोराले गजब गरे। सन्दीप जोराको प्रदर्शन अहिले ए टिमको लागि हेर्ने हो भने त उनी चाहिँ यो अहिलेको ओडिआईमा पनि हुनुपर्थ्यो जस्तो छ क्या। उनको प्रदर्शन त्यहाँ पनि त्यति राम्रो गरेन भन। सन्दीप जोराले आफूलाई पाएको बेला उपयोगी चाहिँ T20मा ओडिआईमा जहाँ पनि गर्दै आइरहेका छन् होइन। भने मतलब हाम्रो बेन्च स्ट्रेन्थ बढिरहेछ क्या। अब हामी चाहिँ कुनै खेलाडीको नाममा भर पर्ने अवस्था छैन। हामीसँग पछाडि प्रतिभावान खेलाडीहरू पछाडि छन्,
उनले चाहिँ बाटो छोडिदियो भने आउन त्यहाँ रिकभर गर्न तयार छन् भन्ने चाहिँ लगभग त्यो चरण हामी कभरेज गर्दैछौँ। जुन भनेको हाम्रो क्रिकेटिङ फ्युचरको लागि राम्रो हो। एकदमै। अब थोरै हाम्रो फेरि यस्तो छ नि त, स्क्वाडको हाम्रो खेलाडीको एभरेज उमेर सबभन्दा बढी उमेरको विनोद भण्डारी मात्र हो। अरू सबै 30-32 भन्दा तल छन्। त्यसमध्ये पनि 25 को एराउन्डवालाहरू धेरै छन् होइन। झन् अब यो टिममा रहेका नयाँ खेलाडीहरू त 19, 20, 21, 22 वाला नै हो। त्यो अहिले हामीसँग लामो टाइम छ कि उनीहरूसँग भने उमेर छ कि एकदमै। किनभने एउटा ब्याट्सम्यान क्रिकेटर 35-36 वर्षसम्म खेल्न सक्छ भनेमा चाहिँ उनीहरूसँग लामो टाइम छ। यो लामो टाइमसँग अहिले जसरी हामी बेन्च स्ट्रेन्थ बढाउने कुरा गरिरहेको छौँ त्यसले गर्दाखेरि पर्फर रिप्लेस पाइन्छ क्या। जस्तो पारस खड्काले राज्यमा दिएपछि क्रिकेटबाट भनौँ न छोडेपछि रिटायर्ड लगेपछि उनलाई रिप्लेस गर्ने खेलाडीहरूको लामो समयसम्म अभाव हुन्थ्यो। अब त्यस्तै अहिले जुन खेलिरहेछन् जस्तो भनौँ न अब सुम्पल घामी 2014 लगातार खेलिरहेछन्। एउटा फास्ट बलरको करियर 12-13 वर्षभन्दा कति लामो नै हुन्छ र होइन। करण केसीले पनि 15-16बाट खेलिरहेछन् होइन। उनको पनि 10-12 वर्ष भयो। अब भनेको मतलब अब यी दुई फास्ट बलर जो सिनियर फास्ट बलर छन् अब बिस्तारै यिनीहरू त रिप्लेस हुनेवाला भयो। खेल्लान् ल अझै यिनीहरूसँग खेल्ने 5-6 वर्ष बाँकी छ होला। तर पनि यिनीहरूलाई रिप्लेस गर्ने तयारी त हुनु पऱ्यो नि त पछाडि। त्यसको लागि यो टिम बनाए जस्तो हेमन्त धामी आइरहेछन् होइन। T20मा आए राम्रै गरेर गए होइन। अब पछाडिबाट भनौँ न जसरी अहिले ए टिम बनाइएको छ त्यहाँ ब्याटर मात्र आउनु त होइन, त्यहाँ पनि फास्ट बलर पनि आउँछ, स्पिनर पनि आउँछ। यिनीहरूलाई रिप्लेस गर्न त आउँछ नि त। पर्फर रिप्लेस चाहिँ भेटिन्छ क्या। त्यही भएर बेन्च स्ट्रेन्थ अब कोही खेलाडी घाइते होला गरी उसको रिप्लेस गर्नु पर्ला। यी यावत कुराले गर्दा बेन्च स्ट्रेन्थ बलियो बनाउनै पर्छ क्या। सो अब जुन भोलिबाट युएस र स्कटल्यान्ड विरुद्ध हाम्रो सिरिज सुरु हुँदैछ त्यसको नेपाल स्क्वाडको चाहिँ म फेरि एकचोटि नाम लिन चाहेँ होइन। क्याप्टेनमा रोहित पौडेल, भाइस क्याप्टेनमा दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, ईशान पाण्डे, गुलसन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमार र करण केसी। यो जुन हामीले स्क्वाड ल्याएको छौँ चेन्ज गरेर होइन। यसले पक्कै एउटा मात्रै चेन्ज भएको पुरानो एउटा मात्रै चेन्ज भएको हो तर यसले कतिको इम्प्याक्ट पार्न सक्छ भन्ने छ पोजिटिभ पक्ष। किनभने हामी अस्तिको सिरिजमा पनि हामीले कुरा गर्दाखेरि चाहिँ फर्स्ट म्याच नै जितको भए चाहिँ अडियन्स पनि अहिले एकदम चर्चाको विषय अर्को छ। अहिले तपाईँले याद गराउनु भयो होइन। अहिले मैदानमा नेपाली खेलाडी दर्शकहरू गइरहेको छैनन् होइन। दिपेन्द्रले चाहिँ एउटा त खेलमा त्यो प्रेसर छ भन्नै पऱ्यो। किन आउनु भएको छैन दर्शकहरू, आइदिनुहोस् हेरिदिनुहोस् हाम्रो चाहिँ हौसला बढाइदिनुहोस् भनेर उनले नै बोल्नुपर्ने स्थिति आयो। अहिले यसो हेऱ्यो भने मैदान खाली देखिन्छ। पहिला त्यही मैदान हो, छाता ओढेर ओडिआई बचाउनको लागि छाता ओढेर नेपाली दर्शक यताउता पनि नहल्लेर बसेर त्यो क्रिकेट हेरेको होइन। पानी परेर गेम रोकिँदाखेरि पनि छाता ओढेर पनि कुरेर बसेको त्यही मैदान हो नि त। त्यो प्यासन हो नि त नेपाली दर्शकमा। त्यो मलाई लाग्छ नेपाली क्रिकेटको वर्ल्ड वाइड भएको त्यही फोटोले हो क्या। यस्तो भाइरल भयो त्यो फोटो। आइसिसीले पनि त्यसलाई उ गर्यो होइन, रिकगनाइज गर्यो, एकदमै पहिलो चर्चाले गर्यो। त्यो सोसियल मिडिया इन्फ्लुएन्सरमा सबभन्दा अगाडि नेपालले पाइराखेकै हुन्छ होइन। अनि तर भइदिन्छ के भने दर्शकहरू मैदानमा खेल हारेको हेर्न चाहिँ जाँदैनन् क्या समर्थकहरू, जितेको हेर्न जाने हो क्या। यी दुईवटा कुरा पहिलो गेम नै नेपालले हार्न पुग्यो त्यहाँ त्यस्तो भयो नि त। यो अहिले यो लिग तालिकाको 7औं नम्बरमा छ। अहिले 4औं 5औं नम्बरमा हुन्थ्यो भने नि दर्शकहरू जान्थ्यो क्या। एउटा कुरा त्यो भयो। अर्को कुरा कहाँ भयो भने अहिले मौसमले पनि अलिकति साथ दिएन जस्तो लाग्छ। अहिले जस्तो काठमाडौँमा लगातार के भइरहेछ भने बिहान घाम लाग्ने, बेलुका 2-3 बजेबाट उता, 3 बजे 4 बजेबाट उता फेरि वर्षा भइदियो। अनि त्यो अब यहाँबाट ट्युब मैदानमा जाऊ हेर त्यहाँ फेरि भिज्ने हो कि भन्ने चिन्ता, गेम हुँदैन कि भन्ने चिन्ता होइन। उनीहरूलाई 1-2वटा गेममा थोरै डिस्टर्बेन्स भयो तर खेल त रोकिएन होइन। तर त्यो मौसमले पनि अलिकति साथमा दिएको जस्तो एउटा लाग्छ। अर्को चाहिँ खेलाडीको प्रदर्शन पनि महत्त्वपूर्ण कुरा हो जस्तो मलाई लाग्छ। जस्तो अहिले नेपाल यो अङ्क तालिकामा 7औं स्थानमा छ। 7औं स्थानमा छ होइन। 24 मध्ये केवल 8वटामा जित्ने गरा छ भने 14वटामा हार बेहोरेको छ र पोइन्ट 18 भएको छ। अन्तिममा छ युएई जसले चाहिँ जो 14 अङ्क सहित अन्तिममा छ र भोलिबाट सुरु हुने सिरिजमा चाहिँ युएसए 1 नम्बरमा छ र स्कटल्यान्ड दोस्रो नम्बरमा छ। अब मलाई लाग्छ भोलिबाट हुने भोलिको खेल पहिलो खेल स्कटल्यान्डलाई नेपालले हराउने हो भने र अस्तिको सिरिजमा 3वटा खेल जितेको छ नि त नेपालले। त्यसले गर्दाखेरि के छ भने अलिकति दर्शक चाहिँ तान्ने सम्भावना छ। भोलिको खेल नेपालले जित्यो भने मलाई लाग्छ अर्को खेलबाट मैदानमा दर्शकहरू परिवार देख्न सकिनेछ। म पनि जाने सम्भावना छ है। र उहाँ यदि जानुभयो भने चाहिँ म एक्लै हुनेछु। सो सकेसम्म त्यो सिनेरियो क्रिएट नहोस् भन्ने पनि हामी ट्राई गर्छौँ। अनि प्लस
दर्शकहरूकै सङ्ख्या बढाउनको लागि चाहिँ क्यानले टिकटको प्राइस पनि घटायो, घटाउनु पर्यो बाध्यता 400 थियो 400 थियो पछि घटाएर 200 पार्यो, जसले पनि केही हदसम्म दर्शक होइन। हामी त म गजब लाग्छ कि जस्तो त्यो मैदानमा प्याराफिट थिएन, बस्ने कुर्सी थिएन, केही चौरमा बस्नु पर्थ्यो होइन। त्यस्तो बेला चाहिँ बदम र चौचो खाँदै खाँदै अब त्यो पुरा दर्शकहरू भरिभरा हुने। अहिले मजासँग गएर कुर्सीमा बसेर भोटिङ गर्न पाइन्छ, चियर गर्न पाइन्छ नि त, आफ्नो खेलाडीहरूलाई समर्थन गर्न पाइन्छ। यस्तो बेला चाहिँ किन गएनन् भन्ने कुरामा चाहिँ अलिकति स्ट्राटेजी क्यानले प्रचारात्मक होस् कि गुणस्तरको कुरा होस् कि अलिकति थोरै यसमा गर्नुपर्ने देखिन्छ। ओके, सो जुन भोलिबाट म्याच स्टार्ट हुँदैछ हाम्रो, भोलि फर्स्ट म्याच स्कटल्यान्डसँग छ। सम्भवतः नेपालले त्यो जितेर एउटा विजय सुरुवात गरोस् र नेपालले जुन 4वटा म्याच छ नेपालको 4वटा जितेमा हाम्रो जुन ओडिआई स्टेटस बचाउने र प्लस वर्ल्ड कपको लागि क्वालिफाई गर्ने चान्सेस पनि हाई हुनेछ र त्यसमै हामी लगायत सम्पूर्ण नेपाली दर्शकहरू पनि त्यही इच्छा गरेर उपस्थित भएको छ भन्ने हामी फिल गर्न सक्छौँ। कतिलाई सम्भव होला नहोला, फेरि यो विकेन्डको टाइम होइन, विकेन्डको टाइम नहुँदा बिदा पाइँदैन कतिले, तैपनि कतिले टिभीबाट हेरेर पनि कमेन्ट गरेर पनि स्कोर कार्ड मात्रै हेरेर पनि त्यो इन्जोय गर्ने एउटा माहौल डेभलप भइरहेछ होइन। सो यो सबै रमाइलो हुँदै गर्दाखेरि चाहिँ भोलिबाट चाहिँ जुन एउटा ट्विस्ट ल्याएको छ इशान पाण्डेलाई स्क्वाडमा राखेर, त्यो ट्विस्टले चाहिँ पक्कै पनि नेपाली स्क्वाडलाई इम्प्याक्ट पार्छ भन्ने नै आशा गरौँ। आशावादी रूपमा अब आजको लागि यो झट्टा आएको लाइभ स्ट्रिमलाई चाहिँ हामी यही इन्ड गर्दै भोलिबाट भनौँ न हामी गेमको बिचमा इनिङ्स ब्रेकमा चाहिँ यसो समीक्षा ल्याएर फर्स्ट इनिङ्स कस्तो भयो र सेकेन्ड इनिङ्स कस्तो हुनसक्ला भनेर त्यो एउटा थोरै एस्टिमेसन लिएर प्रिडिक्सन लिएर चाहिँ हामी भोलि पनि तपाईँहरूमा आज नियमित रूपमा उपस्थित गर्न हामी ट्राई गर्दैछौँ, टेक्निकली पनि वर्क गर्दैछौँ। सो तपाईँहरू केही सजेसन्सहरू छ, केही कन्फ्युजन छ, केही क्वेसन्सहरू छ भने पनि कमेन्ट सेक्सनमा हामीलाई दिएर हामीलाई सपोर्ट गर्न सक्नुहुन्छ। यदि तपाईँले हामीलाई युट्युबबाट हेरिरहनु भएको छ भने र यो लास्टसम्म हेर्नु भएको छ भने प्लिज सब्सक्राइब गरेर हामीलाई सपोर्ट पनि गर्नुहोस् र घन्टी पनि दबाइदिनुहोस्, किनभने नोटिफाई जति चाँडै हुन्छ त्यति चाँडै नै हाम्रो इन्टरेक्सन हुनेवाला छ र जति चाँडै हाम्रो इन्टरेक्सन हुन्छ त्यति नै एकदम सबल रूपमा हामी चाहिँ क्रिकेटिङ टकको विषयमा अझ मजाले कुरा गर्न सक्छौँ र केही थप सजेसन छ भने चाहिँ कमेन्ट सेक्सनमा हामीलाई दिन नभुल्नुहोस्। र त्यतिन्जेलका लागि म एसएन श्रेष्ठ र म खेमराज थापा हामी बिदा हुन्छौँ। त्यतिन्जेलका लागि नेपाल भिजको विभिन्न सामग्रीहरू हेर्दै गर्नुहोला, पढ्दै गर्नुहोला र इन्जोय गर्दै गर्नुहोला। हस्त, नमस्कार।